10 भनेको 12 भने नि जेठान 12 जम्मै लेखेपछि यो उडा अदामा गयो तुंगे बाबु आटो हाल यो खबर ठोसमा आउन भाइ भाइ खाने भन्नु अलि ठुलो काट्ने एउटा खाने भए त बनाएर अन्त खाने भन्छ राजा भन्नु के अरे बाजै एमा हाल्छ एमा अलि ठुलोमा हाल्छ तिनीहरू हुन्छ खा कालेकोले खाने भन्छन् कहाँ राखिदिने हो त नि निकाल्दैन एउटा बुढा हो ठुलो भयो ल मैले के गरौँ त हड्डी हड्डी खानु पर्ला बिलमा बस्नु त घरैमा टाटो हुन्छ र अलमल्लो परिन्छ के नाफी गरेर भन्छ लगाएको बिलो कताको बनाइ 11 कोठाको बाबु यहाँ थाहा भएन दुईटा हो भनेको उषा बाजे खाइसक्नु त पाइन्छ पाइन्छ यसो घुमेर पाइन्छ भन्ने एउटा घुम्छ के भएर ओलेम नि माटो ठिलै मारिया बस्ने अहिले बस्छ अनि बस्यो ठोक हो त्यसो
기계만 벗어 먹으라니. 말은 뭐니? 그래서 그 아저씨 뭐 이거 가지고 이거 가지고 어디서 닮았어. 맞지? 맞지? 오네. यो बनाने वाला करें Jalan, के गरौँ यो हड्डी हान्ने भरे अंडे जा धोला गरेर पहिला हड्डीमा हाल्ने कुन छ नि छ कतै दाउ छैन भन्दैन दाउ म ल्याएको एउटा दाउ पर्छ र ल्याउ त एउटा टुप्पा छैन नि टुप्पा छ नि कसको नम्बर खोज्नु भएको मान्छे हो नम्बर खोज्नलाई मसँग छ होला राजुसँग छैन राजु चाहिँ मसँग छ होला मैले दिम कता गन्टु बाबु हेलो ए कान्छी हो ओके छोडिया माइना वाइफाई छ मामा ए पासवर्ड हाल्ने यहाँ टिप्छ र तिमीले त 2000 पैसा पठाइदियो केटाकेटीले मामा मलाई एउटा सानो के काठहरू जाता बाबु यहाँ एउटा सानो दाउरा लिएर आइज यहाँतिर तलतिर अता पनि भ्लगमा आउँछ अब यहाँ पहिला हानेको हो गरे हाने चेन भएको छ कि मामा ट्राई गर्नु त 2000 आउँछ ओइ ल राख्ने ओइ यति गयो भन्छ त्यस छैन रहेछ यति गयो भन्छ ले फेरि सुनिला हान्थ्यो भन्छ यो त लामो हुँदो रहेछ नि मासु सासु जम्मै देखिन्छ लामो हुने रहेछ बिल र हे त के छैन अरे मोबाइलमा त कोही ठुला कोही मान्छे देखेको छ नि छैन एकछिन मामा त्यहाँ उसको आइडी सो गर्यो भने मलाई भन्नु ल के यो ओ कलेज सुनिला हान्थ्यो त भन्दा कलेज होइन त्यो कलेजमा पिट्टा ए पित्ताले के भन्छ त्यसको बुझ्नु भएन पित्ता भनेको फुट्दै बित्तिकै हुन्छ पिटो ए तँलाई पनि थाहा छ यो कता टर्च नगर ल मन लागेछ त के त बडी गार्ड भएछ ल हेरि बसाइ हेरि बसे पकाएर
कभर भयो के देख्यो खाइसक्यो बोरा देखियो बोरा नदेखे नि यार ल जानुहोस् मामा अरे समातेर बस्यो नि हुन्छ तिमी समुद्र बस्ला फेरि हल्लिला भन्ने कुरा पनि नलाएर बस्छ नलागिन ल सबलाई हाँसमा कति कति होला छाड न यार आमा ए आमा यसले काट्दा हुन्छ नि यसो हेर गरौँ अलि सिनुमा टेस्ट छ भाइ अलि मसिनो गरिदिनु मासु भन्न अन्त के भन्छ अरे हलाउ न कस्तो फोन गरेर भन्थे मानो भने मानो पऱ्यो मलाई त्यो भन्ने मन लाग्यो यो महँगो सामानमा महँगो सामान निकाल्न मामा त्यो है खोल्दैन ओगर भन्दै हटा सक्यो त्यो लाग्ने रहेछ तपाईँको छेउमा भएको दिनुहुन्छ मलाई यस्तो खालिनु हल्का त्यो 7,000 चाहिन्छ भने विचार गरेको मलाई बाहिर आउँदाखेरि लाउनुहोस् मामा यता आज बोटानी पनि यसको मासु निकाल्ने रे नातिर गोदै भन् त सँगै भन् म त भन्न फोन गर न त आफै भन् यहाँ घर आएको छ नि ए ओइ ऊ त होइन ऊ माथि सचिना माथि आने भनिसके आन्न त बेसी त ठल्ली भएको जागेछ कब्रा दुनियाँभरको हिँड्छ माई कब्रा त के गर्नु जाने भन्दा त मन लाग्यो मरै छ भने त के चाहिन्छ जान्नु त जति हो म त थाहा नि छैन छोरी पनि हजुर बाजे उता छ होला बाजे पर अब इमान्दारी हो इमान्दारी फेरि कता कतै के होला त नमाथि र नौसी पनि थाहा नै हो नखाने जाने मार्दै फेरि अन्य अन्य कुरा गर्दै पुरा मान्छे
भिचे गर्छ अब धिप्पी बुइन भने त्यहाँदेखि दुईसिने भौसिने गर्छ नि त्यहाँदेखि के गर्ने चाहिँ के गर्छ खोल्नु छ के गर्ने फेरि चाहिन म्याडम चाहिन्छ पनि हरेक किसिम केटाकेटी केटाकेटीले चित्त भुजानु पऱ्यो र ल राख्नु है त्यसो बाबा यता छ हौ बाबु ए बाबु अनि कहाँ यसो हुन्छ नि मै के फालिरहनु त है औ बाबा यो बोर पनि अब फरल्ला बुरालाई चाहिँ दिएको गर अरू पनि देऊ यार पुरा ती छ अहिले एउटा आउँछ चक्कु भाइ मिस्टेक भयो भने थप्पड खाउला गरेर राजु सर मिस्टेक त होला पहिला पहिला दालीबाज जो हुने नि भन्दा पहिला पहिला जोख्यो त नि भोलि भोलि हामीको जोक्छन् के भन्छ नि त्यसलाई जोख्नेलाई टुला 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 तराजु होइन टुला ठुला हो पहिलादेखि ठुला हो पछि तराजु तामा आज त जोग्ने भन्छ अस्ति त होला गरे नि दाइ यो धराइदिनु उगुरो है कहाँ बाह्र हुने नौवटा भोके बाह्र पिसी बाह्र भयो बसेर राख्नु पर्छ पिसी बाह्र भयो एउटा दोहोरो हेर्मै दिनु पऱ्यो नि गराउनु पऱ्यो नि होला ढोइ खालको होइन यहाँ बुखार बुखार बाह्र पनि मसिना छ भने भन्नु ठिक छैन मासु उपरे उपरे गर्छ भने घरपेटी खासै कराउँदैन सानोमा थप्ने ल थप्ने छ छैन कि के अरे हल्ला छैन कि के हाल्यो भाइ बुझ्नु कुन
कान लगाङ हरि भन्छ हजुर मामा ताईमा लगाङ त पानी पानी मिल्छ भने लगाइहाल्ने नि। है बाबु ताईमा हजुर भन्छ छैन भन्छ भर्खर सुरु हुँदैछ यार कता क्यारी बहुत कसको लागि हो ला छोरी क्यारी में झुल्ली बाटोमा अरू कोही बस्दैन क्या त्यो रुममा बस्ने हामी मात्रै हो कहाँ हालौँ अनि त्यो घर भन्छ पानी आमालाई सोध्नु त यहाँ हालेको छ भन्छ है दिदी केटा कहाँ छ र पानी हेन हेन के उ गर्ने हो टाइ वहाँमा मल खाल्टामा हाल्ने होला नभए यतामा लाउ न होइन कि अर्को पनि छ हुइसक्यो पायो हुइसक्यो ए आमालाई भन्नु नि त्यहाँ तिमीले टु गरेर सामान मसिना गराउँछु बना कि बना आमा जेठी तर हान्छु भन न भन म आइहाल्छु सर किन आमा किन हौ कहाँ गल्ला गरेको रान कहाँ भनेको पाल्ने छ क्या मामा यहाँ हजुर ए आमा यही हुनुहुन्छ भन्छ ए हो र तपाईँ जाने राजा ए ल ल हुन्छ हुन्छ कति भन्छ आमा भान्जाले खुर्सानी लैजाने रे बाजे उता सिधै उठो भयो त्यसको लागि ल्यापटप हुनुपर्छ
गरेर यो अटल गरी सेनोमा थप्नु सेनोमा थप सबै दिले हान्नु सेनोमा थपिहाल्नु है भएको जति खानासम्म नगर फ्याक्ट्रीले अलि फ्याल्ने जस्तै हो कि खुल्यो भन्ने मात्रै बिलो हालेको ठान मासु चाहिन्छ भने हट्टामा अलिकति ल यताको निस्किसक्यो है अब यो त अब हाल्ने हो सम्मत नबटिले डुरो परेको घालिहाल्ने त्यसो अर्को त्यो थप्दा पनि थाहा पाइन्छ भन्छ सुट्यो र भ्लगर भएर झुलिसन देखाइस् त फर्केर काही छैन ओके त्यो अलि नमिलेको सानो राख्यो भाइ आज त 1 घन्टासम्म भिडियो हुन्छ हाम्रो घरमा गएको थियो आउने बेला बनाएर अन्त ट्रान्सफर गरौँ है भन्छ माथि माथि किन लैजाने हो र जान्छौँ त जानुहुन्छ है हुन्छ जानु हुन्छ भने ओरिजिनल पुरो लागेर यति भयो भन्दा र पुरो लानु त हेमाकै धारामा भन्नुहुन्छ धरामा तामा ट्रान्सफर छ त होइन बाबु अन्त पानी त यहीँ आउँछ कि मामा आउनु त पाइपै यहीँ छ नि हो पालबिच पनि सुर गरौँ ल ल मामा उतिखेर सियरले यस्तो गर्छ नि यसलाई कसरी काट्ने हो ए लाइन यस्तो हो यस्तो हो गाह्रो छ त हो यस्तै हो नि चौध हो नि 13 को
13 भयो 13 होइन र यही होला ठिक छ त्यो गुलीमा त्यो गुलीमा वैसेर त्यो गुलीको हो त्यो लेटो त्यो गुली भएर आसु ल गुली लिएर लेके ज्वरोले गर्दा एउटा जमानादेखि बसेको जस्तै छ ए 23 मिनट भयो क्या 23 मिनेट अँ अब एकछिन बन्द गर्छस् बन्द गर एकछिन अब एकछिन बन्द गर्नु न त अनि तल एउटा मल लाग्ने हो सेटल लजास् एउटा भान्जल राख्छौ मैले राख्नु पर्ला एउटा ल त्यसो गयो कुइट भयो अब के खाने अँ ल बाबु ल जे खायो नि भने समयलाई जे खाइन भने ल भएन माथि बसेर ल कसलाई मात्रै देखाउने हो? त्यहाँ माथि बसेर सबै देखा ल रेट हो उही चले रेट होला नि गाइस आज म भ्लग बनाउँदैछु छोटो त बाजे भ्लग भन्दा नि म तिमीहरूलाई ल त्यो मासुको त्यो जम्मै त म जान्छु पसल त पसल जान्छौ अँ ल अब झालर समान्नु भन्दा त म पसल गइहाल्छु आमाल भनेर पसल देखेकै छैन बिस्कुटै खाने होला नि रात पनि छैन चिसो खाने भए चिसो मगाउने चिसो नगर पर्छ भन्छ सुबाउ मुझे ल्याउने भन्नु मसिनो लाइन अघि फेरि लिएको के हो बोल्ने हो मैले ल्याएको हो तिमीले सोध्दै तिमीले के लिएको होइन लियो भयो हेलो म हँ के लिने र त्यो भान्जा लागि ले जान गर पुग्दैन गरा कति कति रे जम्मा तिनटा आयो भने भयो 300 300 एउटा ल भोलु अकल गर माछा जाँदा चिसो तिमीले पसल ल माछा जा माछा ओ भान्जे ल ल यता आएर देखा पसल देखेको छैन कि तिमीले ल आज सेटै औ ल यो भाल कुनै ल हान्दै हो एक सही तरिकाले भयो है त 300 ल्याऊ 3 300 खर्च 4 अनि बिस्कुट 300 ल्याऊ बिस्कुट भन 300 ल्याऊ 5 अरुको सबै 6 7 200 फगाएर दुई एउटै हो यो कुन के मगाने 9 एक चौका सानो आगान्छ यताबाट जाऊ न यताबाट जाऊ एउटा कोक ल्याऊ 11 अरुको फेरि उ लिएर आऊ 200 फर्काऊ 200 फर्काऊ है 200 फर्काएर तामा बिस्कुट पुग्ने जति त आउँछ यो पनि रेडी छ मामा अरू पनि 200 पैसा फिर्ता गर्ने अरुको सबै जति दुईपल्ट गएन नि बिस्कुट जेनन यता आउनु 200 चाहिँ रिटर्न गरे आऊ भएर यो काउन्ट गर्नु त 200 रिटर्न अनि एउटा के गर्ने यस्तो 300 को जे आउँछ त्यही लिएर जे आउँछ आउँछ जति भेट्छ यता आलु के त यो कसरी बनाउने जे छ हौ कुरा बुझेको बुझ्नु नि बाबाले सिकाइदेऊ त बुझ्यौ नि कुट्ने हो चौडबाट यता कोक लिने कि एनेरमा जाम मिसाने हो हैन 300 पर्ने 300 पर्दैन के खै 200 कति पर्छ किन कोकलाई एउटा ठुलोवाला कोक भन् अनि त्यसपछि कति पर्छ होला त्यसलाई नभए उसको दुईटा सानो सयको दुईटा एउटा स्प्राइट अनि एउटा कोक लिएर आइज सानो छैन भने स्प्राइट के भन्ने सयको दुईटा 100 रुपियाँको बिस्कुट लिएर आइज ल 200 रुपियाँ फर्काउनु
हिसाब जाने होला के रे बुझिस् नि? 300 गरेर के बुझेनस् भने तैँले पैसा तिर्नुपर्छ फेरि 1 2 3 ओ मिस्सो के उता उकालो मिस्सो थियो मैले चाहिँ उता मिस्यो फेरि यता मिलाउँदा उता मिसिन्छ पहिले त हाल्दै गरे नि हुन्छ क्या ऊ अनि नभए पानी आएन दाइ 4 5 6 हाले नि मैले ए 7 8 9 पुरा नगर्ने त्यस्तै गरे बस्यो का यता आइरहेछ रे मैले मासु बोल्नु पर्छ नि फेरि घर आएको जेठी हिजो आएको ए बेनामा आएको साँच्चै त बेनालाई मिसो के भन्छ ठुलै गरा पिठो बोरेर खाने आल्ला हाब्ला पिठो बोरेर खाने आल्ला हाब्ला के पो भन्छ नि त्यसलाई के गर्ने रे युज गरे हुन्छ अहिले अझै मासुहरू मसिना मसिना काट्नु हुन्छ मसिना मासु काटो पिठो र त्यसमै तिमर र हाल्ने अनि मिठाउँछ त्यो गएर भने चाहिँ 10 को बेलामा बोल्दान नबोल्ने बाबा जाने कुरा पनि त भन्दै ऊ भन्दै ऊ बाबा देखाउँछ एकछिन पछि दिनाले लान ल बस्छ जाम भयो है मसित है जा भाइ म यो लिइरहन्छु नि त है अन्त जाउँला है म यो बोकिरहन्छु अन्त अहिले तर म जाउँला है ल जाऊ ठुलो मिसित जाऊ है भन्ने मान्छ एउटा बस्छ पुरा जान नपरायो बस्छ एउटा त बाबा हिम्मत चाहिँ नि यो चाहिँ हो बाबा मासु यो मासु बोकेर आन्छन् मने आन्छन् अन्त झाला बाबा र त मम्मी नि घर मसित गर्दैछ लास्टमा बसेछ अब त्यो ठुलो माथि सकियो ठुलो भइसक्यो नि ल माथि के सारा बाँकी हात्तीको के बोलान नबोल्ने उही धुधुममा बस्छ बाबा जान्दैन एउटाको बिलो लगाएर लाएर दिन आएको अझै एउटा चाहिँदै जाँ है बाबा एकछिन आन्छन् जा रे राख्दै पुगो दाइ सानोबाट बनाएको एउटा दुईटा तिनटा चारटा पाँचटा छवटा सातटा
साइली चाहियो हो साइली चाहियो अरे अँ साइले चाहिएको भनेको काउन्ट गर्नुहोस् त भएन यसै हो के गर्नु ठुलो सिनेमा अलि मिलाएर भने टिङ्गा गरेर अझ भाडा लिएर जानु भने मान्छे गए ओइ साउन्ड होला बटम होला रोइसिरहेको ढाल ल घर सक्नु बाबु अझ लास्ट छ भन्छ अझ छ उहाँ कता दुईटा हुन्छ नि खान्छ कसरी काट्नु भनेर के त्यही भन्नु पाँच सय ठोक्छ र भन्छ कति भर्यो बोक्यो त्यसरी 13 बोक्यो त्योसँग तर अलिक ठुलो चाहिँ निकाल्नु मासु वाला अस्ति एउटा पालिकाले उस निकालेको थियो नोटिस निकालेको थियो देख्नु भएको थिएन 450 छैन र हेम्बेल बाँगाएको हो र तपाईँले त्यो उयो हेर्नुभएको थिएन क्या त्यो अलि मासुवालालाई पनि होइन त्यो होइन त त्यो कालोवाला मासु अन्त हात बोल्नु न फेरि कता हो कता गयो दिन त्यही खाने गए कता गयो के गर्नु गर्नु कता कता जान्दैन मान्छेले तेरो भयो नि त्योसँग चौडो भएन यति ल ढोरो एक्स्ट्रा होइन जहाँ चाहिँ अलिक बढी हुन्छ सानो हुन्छ एकदम मिलाएर कलेज त फेरि पछि फिरायो के हाम्रो कम्पनी चाहिँ अब माथिबाट लास्ट आयो पटमा यत्रो बस्यो भौजूलाई भुत फाल्दैन जान्न होला नि अब त जान्छ बकरी गएर जान्छ ल कति रिटर्न गरिस् ल यो कुठे छ र के ओइ झाला खाला काका ओहो खाला खाला कुकुर आयो हो पानी आएन ढिला टिसी लाग्यो होइन हुन्छ होला त यतै लिएर काट्ने होला नि त्यसो माथि गऱ्यो भने है यसलाई चाहिँ भुरभुरे लाउनु पाएको भने चाहिँ पहिलाको भान्जीको भएको छ र सिरु भान्जीको यहाँ चाहिँ होटे पर्छ
पहिलाको यहाँको सुरेश खान गेट त्यहाँ गएको अनि फेरि अर्को ए गालेको नानी पानी लगाइदेऊ सक्यो अलिअलि सिटी हान्छ सिटी भन्छ जस्तो देखेँ अलिअलि तर साँच्ची होइन कति पर्सेन्ट ल भन्नु कति पर्सेन्ट मलाई यो राख पर्सेन्टको हिसाब गर्न होइन कस्तो अलिअलि भन्छ कति जति मिल्यो भन्ने कुरा कति किलो अलिअलि त्यस्तै 50 मिल्यो केटा हो कि केटी हो केटी हो कि कस्तो मान्छे हो एउटा रुखमा अड्काइदिनु माथि खाऊ के छ त बाँकी अब कहाँको खुट्टा पार्टीहरूले नसोधिनु भयो क्या पानी खुट्टा खाने थियो नि खुट्टा खाने चुप मोमोहरू बनाएर खायो भने चाहिँ राम्रो हुन्छ यो पहिला त्यो के भन्छ टुङ भने टुङमा चामलहरू रगतहरू फोनहरू हालिदिन्छ भने हामीले त अब फोन खाने कुरा आएन के कारणले के गर्दा भनिसक्यो त्यो मसिना मसिनो मासु अलिअलि बोसो हाल्ने अलिअलि बोसो त्यसपछि पिठो अनि त्यसपछि चामलहरू हाल्नु भयो त्यसमा चाहिँ मसलाहरू ट्याक्क हाल्ने अनि पहिला त्यो मोलेर क्या मोलेर अनि ट्याक्क त्यो बढी टाइट गरेर नखिच्ने हल्का फुकुलो बनाएर बढी टाइट गरेर घुच्ची नि पछि पाक्दाखेरि त्यो फुल्लिने भयो अनि त्यो गऱ्यो भने चाहिँ गजब हुने रहेछ क्या त्यसरी बनाउनु पर्ला त्यो रगत हालेर त पिरान्टो क्या हो नि बेला त खाने रगुटा रगुटा पेट गर गर खराब अब दसी आयो भने त अब पेट त बिग्रिहाल्यो माथि के छ र एकछिन सबैजना भएपछि खाने कि त्यहाँ रगत अब रगतमा त जेनी हुन्छ त्यहाँ बिस्कुट दिनु हजुर बजारमा ल्याएको त्यो खानु लाग्यो खानुहोस् मैले स्पिरिट खान्छ भनेर यो ऊ भन्ने सात भन्ने बजे मलाई माइजी भन्नेलाई नि माइजू नि नन्द छोरा मैले भाइ भन्ने भनेपछि त्यहाँ नि मलाई के भन्ने र फर्मुला होला नि हाल्दा छ नि माइजू छोरी लाउन सोध्नु कस्तो हुनुहुन्छ राम्रो छ लानु पर्यो नलागे भुट्टा भन्ने मलाई च्याप्पै छोएर अनि त्यसलाई के गर्ने कुकुर सुकुर भए त्यसलाई दिएन के बनाइदिनु एकचोटि हामीले हाम्रो गुरुका थियो अनि तर पुसाले फेरि चाल्न बनाउने भने छाला लग्ने भनेको थियो क्या त्यति पनि झुन्न राखेको भोलिबाट त राति आयो नि छाला त्यो चुट काटिने लगाइदिनु खान्छ क्या पहिल्यैबाट त्यो मान्छेले अब हाम्रो भोलि नखाने नि अनि आएर काटेर लगाएको त्यो छाला छाला बनाउन जाँगा भए जापिटी रस भन्नाको छाला साह्रै मिठो हुन्छ अरे क्या त्यही भने क्या नआउँदै त्यो बनाने भने धोइ हुन्छ त्यो भैँसी जस्तो हुन्न त्यो मसिनो रङ भएर के पछि मलाई अस्ति नै ऊ माथि त्यो नारायणको नारायण माथि सरेको बेलामा चाहिँ माथि अझ 6 वालामा आउँदैछ
सरेको बेला चाहिँ माथि गइयो अनि सुकाएको छन् अनि जम्मै काट्दै चोक्टे बनाएको त्यो पुरै त्यो साइडमा क्या चुच्चे बनाएर काट्दै गरेको छन् अनि के गर्ने एउटा यस्तो भनेको त्यो मैले त त्यहाँ बाछाहरू उसको रहेछ नि त्यो गाईहरू के धुनलाई त्यस्तो बनाएर रहेछ नि क्या भनेको खानै भन्छ गजब हुन्छ अरे कमलो हुन्छ अरे कि नि सासुले बाँकी छ क्या बसेर हामीलाई बाँकी छ पछि त्यो दुईवटा उ रहेछ माथि वर्षासँगै खेल्यो वर्षासँगै खेलेको थियो अर्थात् फेरि अत्यन्तलाई यस्तो गरेर तिमी हुनु बस्छ उसित बन्द गयो भैँसी भनेर हालान पर्थ्यो तर गाईको मासु पर्थ्यो नि मासु गाईको र गाईको बनाएर डाँगर हुनु पर्यो क्या मामा एकदिन त पुग्छु पुग्न अनि खानुहोस् के जे खायो कता गयो तिमी पुग्छ पुग्छ खानुहोस् जङ्गलमा पुग्छ मासु आफा गरेको छैन बिस्कुट खानुहुन्छ माथि मान्छे मासुले खुट्टा खाएको मिठाई नबान्नु लाग्यो नि मेरै पैसा गएको अन्त खुट्टा खाएको नि खुट्टामा होला नि बिराली पनि खाने होला नि के बिस्कुट खुट्टा बान्ने एउटा चाटा बनाउने बाजे लु आउनुहोस् खुट्टा खाने अनि हिँड्ने अन्नपुरी ढुनेले उहीँ लगेर जान्छन् मामा सर कोक अन्नपुरी ढुनेलाई अन्नपुरी ढुनेलाई जानु के मैजिलाई दिने राजु सरले बाइक कुन बाइक हो किनेको अपाचे कति लटको कति हो 7 हो कतिमा किन्यो 40-50 हजार अपाचे त राम्रो हुन्छ माथिले बनाउनु मलाई भएन अनि बनाएर के जात ए एसियन ल्याउ त तपाईँले लाने ए ऊ छैन नि त त्यसमा अलि बिलबुकै छैन ठन्डा छ नामसारी छैन नामसारी भन्दा नामसारी छन्द छैन गरेसिन कतिसम्म थोकन करहरू तिर्नु बाँकी छ क्या 1 वर्ष छ 1 वर्ष पनि 9,000 जान्छ वार्षिक हो र हो नि हालै हुन्छ हुँदैन एकपल्ट गीता मामा आन्दापुरी गएको माइला हुँदैन के
एकपल्ट हात हाला हाँस्याएको एकपल्ट फेरि दुई बिलो आँदा भुरी आएको कुरा नि त्यो रमै आमा मात्रै लोगो गरेको नि माला त अब म घरले त्यो भक्कु ल्याउँदै भन्छ खर बडा वान त चाहिँ ना बोर्ने केटाहरूले उठाएर उहाँ नभएकोमा पुरा थिएँ म लैजान कि भर्खर लगेर भन्छ मलाई लगेर भन्छ आफू ढुकी ल्याउने अन्त कन्डिसन ठिकै छ राजु त्यो लोभ लोभ गऱ्यो एकपल्ट मैले कति बेला कोही बेला खाना नआने कोही बेला नआनेको हामी नआएको छौँ हाँसी हिँडाउनु क्या हो मोबाइल लिएर आइज बाबु रासिन बनाएको कहिले निकाल्यो ड्राइभर ड्राइभर